हेलो साथीहरु, तपाईहरु त भिडियो हेरिरहेका छ। भिडियो हेर्न कारण के हो? भिडियो हेर्न कारण यही हो कि हाम्रो स्कुलमा एउटा केटा र केटी दुवैजनाको बीच हुने कुराकानी भयो। कुराकानीमा के भयो थाहै छैन र छुट्टी भएपछि त्यो केटा र त्यो केटीको मारेर कान फाडिदियो। कान फाडेपछि कहीँ पनि त्यसको बहाना लिए छैन। त्यसपछि हामीहरू आन्दोलनमा उत्रिसक्यौँ। आन्दोलनमा उत्रिसकेपछि त्यसको आमाबुवा भनिरहेको थियो मेरो छोरा घर आएन भने लियो। मेरो जो स्कुलको अध्यक्षजी हुन् जो भनिरहेका थिए 1 बजे ऊ केटा हाम्रो स्कुलमा आएन भने हामीहरू फेरि 4 बजेसम्म आन्दोलनमा उतर्छौँ। त्यो भाइको कुरा सुन्नु पर्यो। हाम्रो साथीभाइहरु, आज हाम्रो 1 मिनेट टाइम 1 मिनेट उहाँले उपस्थित हुनु भएन भने आज हामी चाहिँ 4 बजे फेरि आन्दोलनमा उत्रिनेछौँ। हाम्रो स्कुलको अध्यक्षज्यू र त्यो दाइको भनाइ यही हो कि 1 बजेसम्म उहाँले हाम्रो स्कुलमा आएन भने हामीहरू फेरि आन्दोलनमा उत्रिसक्छौँ र त्यस बेला हामीहरू आफ्नो अनुशासन खोइहाल्छौँ। त्यसै कारणले ऊ मान्छेको हाम्रो स्कुलमा आउनुपर्छ, किनकि हामीहरू त्यस बेलामा हाम्रो अनुशासन खोइहाल्छौँ। ल सेयर गर्नु धेरै।